यतिखेर यहाँनिर हामी देख्न सक्छौँ यो जेन्जी चोक घोषणा गर्ने भनेर 3 कुनेमा आउँदै गर्दाखेरि यतिखेर नेपाल प्रहरी यो विरोध गर्न आइपुगेको छ र यो जेन्जी चोक राखेको यो बोर्डलाई प्रहरीले हटाउने क्रम छ। यो 3 कुने चोकलाई चाहिँ जेन्जी चोक राखिएको थियो र यो जेन्जी चोक भएन भनेर प्रहरीले यतिखेर यो बोर्ड निकालेर हटाएको अवस्था छ। तपाईहरु देख्न सक्नुहुन्छ प्रहरीले यो जेन्जी चोकलाई यतिखेर झिकिएको अवस्था छ। 3 कुने चोकलाई जेन्जी चोक घोषणा गरिएको थियो र यो जेन्जी चोक भएन भनेर प्रहरीले विरोध स्वरूप यो झिकेर यतिखेर लगेको अवस्था छ। ल त्यो चोक भनेको चाहिँ जेन्जी चोक राखिनुपर्छ भन्ने हाम्रो भनाइ हो। 10 क्लास पास गरेर 12 पास गरिसकेपछि विदेश जानुपर्ने बाध्यता छ, त्यो बाध्यतालाई रोक्नुपर्छ। एक दोस्रो कुरो समृद्धि विकास भन्छन्, आज युवाहरूलाई रोजगारी कहाँ छ र स्वास्थ्य र शिक्षामा हेर्नु भने करप्टेड छ, त्यस्तै छ। अब हरेक क्षेत्रमा हामी नेपालीहरूले हामी आज जेन्जीको विषयमा आज जेन्जीलाई सपोर्ट गर्नुपर्छ भनेर हामी आएका छौँ। मात्र जन्मिएको जेन्जीको अर्को समूह 2.0 एउटा समूहले 3 कुने चोक विगत धेरै वर्षदेखि एउटा चर्चित चोक यो 3 कुने चोक यो काठमाडौँको मुटु 3 कुने चोकलाई जेन्जी स्मृति चोक बनाउनलाई यति बेला जेन्जीका प्रतिनिधि जेन्जीका एउटा फरक प्रकारको समूह जो जन्मिएको मात्र 3 दिन भएको छ त्यो समूहले यति बेला जेन्जी स्मृति चोक राखेको स्थिति हो। दर्शकबिन मान्छेहरूलाई धेरै नै समातेर लगे। अब किन समातेर लगेको भन्ने थाहा छैन। अब यहाँ न लडाइँ भएको छ, न कुटपिट भएको छ, न केही पनि भएको छैन। जस हामीले के भन्छ एउटा न्याय माग्दाखेरि न्याय नदिँदाखेरि अब यसरी कुटपिट गरेर यसरी समातेर लान्छ भने अब के भन्न सकिन्छ। अब त्यहाँ त्यस्तो मान्छेहरू झन् के भन्छ एमालेका कार्यकर्ता महेश बस्ने जस्ता मान्छेहरू चाहिँ यत्तिकै हिँडिरहेका छन् होइन भएको छ। जेन्जी चोक भने अब यो आइल्यान्ड यो चोक 3 कुने चोक अब जेन्जी चोकको रूपमा भएर जानेछ। यसमा कुनै तलमाथि गर्नुपर्ने कुरा छैन। जस्तै रथ पार्क कुनै बेलामा शहीद पार्क भनिएको थियो होइन। हामी आउँदैछौँ, खबरदार सरकार भन्छौँ, हामी चुनौतीको साथै भन्छौँ कि यो देश बचाउने भने आज विदेशीको चलखेल सुरु भइरहेको देखेको छु मैले। जोसुकै व्यक्ति होस् हामीलाई थाहा छैन, म नेपाली हुँ, नेपाली भएर बाँच्नुपर्ने दिन आउनुपर्छ। हाम्रा भाइ बहिनीहरूले रगतको होली खेलेर आज पठाएका व्यक्तिले आज 1 महिना पुगिसक्यो। गृहमन्त्रीले आज शेरबहादुर देउपा जस्तो मान्छे, शेरबहादुर देउपा, आर्जु राणा, गगन थापाहरू जस्ता मान्छे अनि रमेश लेखाल जस्तो गृहमन्त्री यस्ता मान्छेलाई आज किन पक्राउ गर्न सक्दैन? हिजो गएको 5 दिनभित्रमा के अरे यी भ्रष्टाचारीहरूलाई तुरन्त कारबाही गर्छु भनेको थियो नि त, खोइ कारबाही भएको? हाम्रो तपाईँलाई चुनौती छ। हामीले बनाइदिएका हाम्रा भाइ बहिनीले बनाइदिएको तपाईँलाई प्रधानमन्त्री बनाइदिएको, तपाईँले काम गर्नु हो भने तपाईँ कुर्सी छोडिदिनुहोस्। यसको नाम आजबाट चाहिँ जेन्जी चोक नामाकरण गरिसकिएको छ। यहाँ चाहिँ यो चाहिँ सम्पूर्ण जेन्जी साथीहरूलाई पनि र यो तपाईँ मिडिया साथीहरूलाई र यो सरकारलाई पनि म ध्यान गर्न चाहन्छु कि तपाईँले चाहिँ अब यसलाई चाहिँ यहाँ हामीले चाहिँ व्यवस्थित तरिकाले अगाडि जान्छौँ। हामी नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको 76 जनाले को बलिदानको रगतले लेखिएको जेन्जी चोक हो यो। आज 3 कुने भनेको जेन्जी चोक हो। यो चोकभित्रमा हरेक नेपालीहरूले हरेक हाम्रा दाजुभाइ आमा दिदीबहिनीहरू आज दुःखमा हाम्रा आमा दिदीबहिनीको कोख रित्तिएको छ, त्यसको लागि बचाउने हो भने तपाईँ हामी अब उठ्नलाई जरुरी भइसक्यो। यसलाई जेन्जी चोक जेन्जी स्मृति चोक भनेर पनि राख्ने एउटा हाम्रो साहस आइसक्यो। त्यसले गर्दाखेरि हामी छिट्टै तपाईँहरूकै यो मिडिया मार्फत भन्न चाहन्छु, हामी छिट्टैभन्दा छिट्टै सम्पूर्ण जेन्जीले एकीबद्धता बनाउन चाहन्छ। जेन्जीको प्रतिनिधि भनेर प्रतिनिधित्व गरिरहेका सुदन गुरुङ, मिराज ढुङ्गाना, प्रवेश दाहाल, रक्षा बम तपाईँहरू उहाँसँग सहकार्य गरेर अगाडि बढेर एकजुट भएर एउटा साहस लिएर राष्ट्रपति कार्यालयमा माग मुद्दा एजेन्डाहरू सम्बोधन गर्नतिर लाग्नुको साटो हो तपाईँ अर्कै कुनै एउटा समूह खोल्दै हुनुहुन्छ। किन तपाईँहरूलाई समावेश गर्न दिइएन त्यहाँ भने? एउटा एजेन्डा नै के राखेको छ र उहाँहरूले? हाम्रो जति पनि आन्दोलन भयो, आन्दोलनलाई भोलिको दिनमा 23 गते त आन्दोलन भयो, 24 गते त त्यसले आन्दोलनले विद्रोहको रूप लियो नि त। त्यो विद्रोहबाट आएको त क्रान्ति होला। त्यो क्रान्तिबाट आएको इङ्ग्लिसमा भन्नुपर्दा रेभोल्युसन होला। रेभोल्युसनदेखि आएको क्रान्तिले नयाँ संविधान, नयाँ देश, नयाँ नीति त निर्माण गर्ला नि त। उनीहरू त त्यही पुरानो सिस्टमबाट जाने अनि भोलिको दिनमा हामी चाहिँ जेल जानुलाई चाहिँ तयार हुनु हो र उनीहरूले एउटा कुरो बुझ्नुपर्छ कानुनमा के हो, कसरी जानुपर्ने भन्ने कुरो त बुझ्नु पर्ला नि त उनीहरूले। यही शासन प्रणाली यही व्यवस्थामा तपाईँहरू चुनावमा जाने तयारीमा हुनुहुन्न त्यसो भए? किनकि तपाईँहरू माथि कारबाही गर्छ, फेरि कारबाहीको डन्डा चल्छ होइन त पछि?
अनि कारबाही त उनीहरूले गर्ला नगर्ला हामीले त त्यो यो अहिले फागुन 21 गतिको जुन चुनाव भन्नुभयो होला फागुन 21 गते संसदीय प्रणालीबाट हामीले चुनाव लड्नलाई त हामीले आन्दोलन गरे होइन नि त जेएनजीहरूले त्यो पनि त बुझ्नु पर्यो प्रत्यक्ष कार्यकारी भनेर हामीले हिजोको दिनमा कुरा उठाएकै हो प्रत्यक्ष कार्यकारी जबसम्म हुँदैन तबसम्म त हामीले त यहाँ हुने नै कुरा होइन नि भोलिको दिनमा सम्पूर्ण जेएनजीहरू यही संविधान मानेर जाने हो भने यी संविधानले त भोलिको दिनमा सम्पूर्ण जेएनजीहरूले त जेलको एउटा हावा खुवाउला नि त त्यो कुरोमा पनि त ध्यान दिनु पर्ला नि त जेएनजीहरूले विचार पुराना भने ठुलो दुर्घटना हुन्छ तपाईँको हिजो विचार नपुगेको कारणले अब अवस्था 1 महिना भइसक्यो अब हामी सुधार्ने पक्षको एउटा जेएनजीको नेतृत्व पङ्क्ति हामी हो क्या तपाईँहरू एक ढिक्का हुने चाहिँ कहिले पुरानो दलका नेताहरू एक ठाउँमा आइसके भने के मेरो भनाइ चाहिँ एक ठिकामा 3 दिन भयो 3 दिनमा लगभग 17वटा ग्रुपलाई हामीले एक ग्रुपमा ल्यायौँ अब होला 100-150वटा ग्रुपलाई त्यसलाई हामी छिट्टै ल्याउँछौँ 2.0 ले एक ठाउँमा ल्याउँछ त्यसो भए 100% तपाईँको यो उमेरको हदबन्दी पनि छैन रियल जेएनजी फ्याक्ट जेएनजी हिजोको दिनमा आन्दोलनमा जेएनजीले 14 र 28 बिचकोले मात्रै आन्दोलन गरे होइन सम्पूर्ण नेपाली जनताले आन्दोलन गरे हो आन्दोलन गरेको जुन जुन व्यक्तिहरू हुन्छ उनीहरूको पनि रगतको बलिदान छ उनीहरूको पसिनाको बलिदान होला त्यसले कदर गर्ने तपाईँको संस्था हो आज जेएनजीको नेतृत्व भनेको 2.0 हो भनेपछि अब जेएनजीहरू एक ठाउँमा आउँदैछन् त्यही बुझे हुन्छ हामीले के बुझ्ने छिट्टै महिना दिन लाग्ला तर छिट्टै आउँछ